मर्निङ साथीहरु। आज चाहिँ तपाईको घरको काम गराइ हुँदैन हो। आज चाहिँ घरको काम गराइ हुँदैन। आज जानुपर्ने छ पर बिहामा सघाउनु जानुपर्ने छ फेरि कोठीधुरा हो। सालीको बिहा छ 12 तारिक कोठीधुरामा। आजदेखि सकाउनु जानुपर्ने छ। अब 12 तारिक 13 तारिकसम्म चाहिँ घरको काममा फुल स्टप लागेको छ। अब क्युरिङ हाल्दैछ साथी, अलिअलि भिजाइ राख्नुपर्छ। 7 दिनसम्म चाहिँ क्युरिङ हाल्नुपर्छ यसलाई क्या। हेलो साथीहरु, आइपुगे अहिले म यहाँ बिहामा सघाउनु। बिहामा सघाउनु पर्ने चाहिँ यहीँ हो। 12 तारिकको बिहा हो। अब भेना परेको छ, सालीको बिहा हो। अलिअलि खटिदिउँला अब है। यहाँतिर रहेछ है, यहाँनिर के बनिनु आँटेको यहाँ चाहिँ बारहरू होला है। यतातिर काम गरे हुन्छ होला। एकछिन अब पर बिहा घर पुगेर हौ सालीको घरमा। टक्क हुन्छ। अहिले अपडेट गराउँछु तपाईँलाई। आज ससुराली आइपुग्यो, बिहा घर यहीँ हो। अब साथीहरु, यहाँ त मण्डपको सिँढी बनिँदैछ धमाधम हो। सिलिङ खोप्न आँटेको छ। अब चाहिँ काम सुरु हुँदैछ। ओके, तपाईँहरूलाई अपडेट गराउँछु ल। लो साथीहरु, अब चाहिँ फर्केको काम छैन छ कि। अहिले 12 पिछे बजार गएर आउनु पर्ला सिधै। छैन छ काम, प्यान्डल ठोक्नेहरूले उनीहरूको आफ्नै काम रहेछ हो। त्यस्तो काममा हामीलाई पारामा आउँदैन। टकटक थाहा हुन्छ। त्यही भएर अहिले 12 पिछे चाहिँ बजार गएर आएर। ओ साथीहरु, आज ब्याक गियरमा चल्दैछ यो इन्जिन। डिजल इन्जिन ब्याक गियरमा चल्दैछ हो पर। ट्रेन आउँदैछ साथीहरु। दार्जिलिङ जाने भयो भने ट्रेनमा जाँदा हुन्छ त्यसलाई। गाडी आइपुगेन त।